सम्पूर्णमा राधे राधे। आज हामीहरू मिथुन राशि भएका जातकहरूको विषयमा, स्वभावको विषयमा, व्यक्तिका विषयमा चर्चा परिचर्चा गर्नेछौँ भिडियोको माध्यमबाट। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, सेयर, सब्सक्राइब र मिथुन राशि हुने जातकहरूले धेरैभन्दा धेरै कमेन्ट गर्नुहुनेछ। आउनुहोस् अब हामी मिथुन राशि भएका व्यक्तिहरूको विषयमा चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम त मिथुन राशि सिम्बलमा हामीले देख्न सक्छौँ भिडियोको माध्यमबाट, एकतिर मेल अर्कोतिर फिमेल। यही सिम्बललाई नै डिपली एनालाइज गर्ने हो भने मिथुन राशि भएका जातकहरू अपोजिट पर्सनलाई एट्र्याक्ट गर्ने स्वभावका हुन्छन्। आफूभन्दा अपोजिट पर्सनलाई, यदि मेल छ भने फिमेल, फिमेल छ भने मेल। यिनीहरू रिलेसनमा बस्न चाहन्छन्। रिलेसन कसरी बनाउने पनि यिनीहरू जान्दछन् र रिलेसनलाई अन्तिमसम्म कसरी लैजाने, रिलेसनलाई कसरी निभाउने यिनीहरूमा त्यो पनि खुबिरहेको छ। मिथुन राशि भएका व्यक्तिहरू नयाँ नयाँ साथीहरू बनाउँछन्। साथीभाइहरूसँग पनि राम्रो सम्बन्ध राख्दछन्। अझ मिथुन राशि भएका व्यक्तिहरू च्यालेन्जिङ हुन्छन्। अझ आफैले आफैलाई च्यालेन्ज गर्दै कामहरू गर्नको लागि तत्पर रहन्छन्। त्यति मात्र होइन, मिथुन राशिको स्वामी बुध भएको कारणले गर्दा बाणीका धनी हुन्छन्, सुमधुर स्वर हुन्छ, बोली बडा मिठो हुन्छ। मिथुन राशि भएका जातकहरूको बुद्धिहरू धेरै चलाउँछन्। हर समय बिहान बेलुका जतिखेर पनि सोचिरहेका हुन्छन्, बुद्धि चलाइरहेका हुन्छन्। सोही अवस्थामा बुध यदि बक्री भइदियो भने यिनीहरूले त्यस्ता कुराहरूलाई पनि एक्सेप्ट गर्छन् कि जुन मन लागि गरेका कुराहरूलाई पनि चटक्कै छोडिदिन्छन्। चेन्जलाई एक्सेप्ट गर्ने खालका हुन्छन् यिनीहरू। अलिकति जिद्दीपना हुन्छ। त्यति मात्र होइन, अलिक घमण्डी पनि हुन्छन्। अझ रणनीति बनाउनको लागि अत्यन्त माहिर हुने गर्दछन्। वायु तत्त्वको राशि भएको कारणले गर्दा मिथुन राशि भएका व्यक्तिहरू सूक्ष्माति सूक्ष्म कुराहरू पनि सोच्ने गर्दछन्। गहिरो सोचमा पर्दछन्। साना साना कुराहरूमा पनि बुद्धिहरू लगाइरहनेवाला हुनेछन्। किनभने यत्र तत्र सर्वत्र वायु नपुगेको ठाउँ हुँदैन। सानोभन्दा सानो ठाउँमा पनि वायु पुगेको हुन्छ, हावा पुगेको हुन्छ। त्यस्तै मिथुन राशि भएका जातकहरू पनि साना साना कुराहरू पनि सोचिरहेका हुन्छन्। साना साना कुराहरूमा पनि बुद्धि लगाइरहेका हुन्छन्। अझ मिथुन राशि भएका व्यक्तिहरूको सबैभन्दा खराब बानी भनेको आफूले गरिआएको कार्यहरू, कामहरू छन् भने पनि तिनीहरूलाई आधा अधुरामै छोडेर अर्को कामतिर लाग्ने यिनीहरूको खराब बानी रहेको छ। किनभने यिनीहरूले बुद्धि धेरै चलाइरहेका हुन्छन्। यदि मिथुन राशि भएका जातकहरूको व्यापार, व्यवसाय, बिजनेस, सानातिना कामहरू चलिरहेको छैन, हानि भइरहेको छ, घाटा मात्रै परिरहेको छ भने बुधबारको दिनमा हरियो वस्त्र, हरियो कपडाहरू हजुरले धारण गर्दा बुध बलिष्ठ हुन्छ र हजुरलाई व्यापार व्यवसायमा लाभ मात्रै प्राप्त हुने गर्दछ। हजुरहरूको चाहिँ कुन कुन राशि हो कमेन्ट गर्न नभुल्नुहोला र मिथुन राशि भएका जातकहरूले धेरैभन्दा धेरै लाइक, सेयर, कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।